के माने नानी सेवारो हामी फेरि पनि आउँछौँ अब चाहिँ तर तपाईँ तगडा हुनु बिहान बिहान त छोड्दिन कान्छीले गर्लाको अलिअलि होइन सायद मेरो बोजू पनि यतिखेर हुनुभएको भए मलाई यसरी नै आशीर्वाद दिँदै गर्दै हुनुहुन्थ्यो होला। हाई नमस्कार, दिस इज कर्मा ब्युटी सलोन र आज चाहिँ म प्यारो बोजूको लागि होम सर्भिस तर्फ लाग्दैछु किनभने उहाँहरूले अलरेडी 1 डे अगाडि नै बुक गर्नुभएको थियो उहाँको नातिनी छोरीले। तर उहाँ चाहिँ अलिक स्वास्थ्यमा उहाँको गाह्रो भएर उहाँलाई चाहिँ हामीले होम सर्भिसै गर्नु पर्यो र उहाँ चाहिँ एकदमै स्विट। अब बोजूहरू सबैजना स्विटै हुनुहुन्छ, आशीर्वाद धेरै दिनुहुन्छ, माया पनि गर्नुहुन्छ। हजुरहरू कसलाई आफ्नो बोजू मिस गर्नुहुन्छ उहाँ सबैको लागि है आफ्नो बोजूलाई चाहिँ छ भने चाहिँ माया प्रेम हैन केयरिङ गर्नु होला किनभने समय कति छिटो बित्छ र के हुन्छ थाहै हुँदैन र उहाँ चाहिँ बिरामी हुनुहुन्थ्यो त्यही भएर उहाँको छोरीले बुक गर्नुभएको छोरी नातिनीले हामीले घरमै गएर उहाँलाई सर्भिसहरू गरिदियौँ र कस्तो क्या मलाई त काम गर्दै आशीर्वाद लिँदै अब कस्तो के भन्ने मलाई शब्द भन्ने नै आएन क्या उहाँले यति आशीर्वाद दिनुहुन्छ है जहिले काम गर्दाखेरि। उहाँ चाहिँ हाम्रो रेगुलरै क्लाइन्ट भन्दा पनि हुन्छ। उहाँलाई चाहिँ आफ्नो छोरीले यति केयर गरेर राख्नु भएको छ। हरेक छोरी छोराहरूको सपना हुने रहेछ क्या पछि म गएर कमाएर चाहिँ आफ्नो आमा बाउलाई यति सुखमा राख्छु यस्तोमा राख्छु यस्तो गर्छु भन्ने हुन्छ र उहाँको छोरीले चाहिँ पुरा गरिराख्नु भएको रहेछ है। अब सबैजनाले पुरा गर्न नसके पनि कोसिस गर्नुपर्ने हुन्छ र एक न एक दिन अहिले नै मेहनत गर्नुभयो भने पछि सफलता पनि मिल्छ नै पक्कै पनि। र उहाँ चाहिँ साह्रै धेरै पालमहरू सुन्नुहुन्छ नि त अनि उहाँले चाहिँ जहिले पनि हाम्रो सेलनमा आउँदाखेरि पनि पालमहरू सुनिराख्नुहुन्थ्यो त्यही भएर उहाँलाई हामीले पालमलाई धेरै सर्भिस गरिरहेको थियौँ क्या। जस्तै जे भयो भने हामीले उहाँको सर्भिस गरेर उहाँ धेरै नै खुसी हुनुभयो हेर्नु न उहाँको अनुहारमा चमक। भुइँसँग त कति राम्रो हुन्थ्यो अब खुट्टाको गर्ने है त। फेरि मलाई चाहिँ बोजूहरूसँग ख्यालटाटा गर्नु चाहिँ साह्रै नै मनपर्छ र बोजूलाई चाहिँ हामीले सबै सर्भिस गरिसकेर उहाँलाई एकछिन पानी खाने ब्रेक गर्दै उहाँसँग गफ गरेर हामी चाहिँ सेलनतर्फ लाग्यौँ। रातिको 9 बजिसकेको थियो। हामीले चाहिँ सर्भिस सक्यौँ। बोजू चाहिँ आज आउनु सक्नु भएन सेलुन त्यही भएर हामीले बोजूको लागि आज होम सर्भिसै गरेको छौँ। बोजूको फेसियल अनि हातको नेल्स अनि खुट्टाको नेल्स। अब बोजू सक्ने भएपछि चाहिँ के गर्न आउनुहुन्छ अरे फेरि आउँछु र खुट्टा बनाउनुहुन्छ ल। बोजू चाहिँ एकदमै हाम्रो सेलनमा चाहिँ रुचाउनुहुन्छ आउनुहुन्छ त्यही भएर हामी पनि तपाईँको लागि यति टाढो आइदियौँ। अब छिटो निक्लिनु है तर बोजू मायाले आउनुभयो राम्रै बोजू साह्रै माया गर्नुहुन्छ नि त हामीलाई। मेरो नातिनीहरू जस्तै लाग्छ नि म चाहिँ बोजूको नातिनीको साथी हो नि त। ल बोजू सेवारो अब ढोक्रे के माने नानी सेवारो हामी फेरि पनि आउँछौँ अब चाहिँ तर तपाईँ तगडा हुनु बिहान बिहान त छोड्दिन कान्छीले गर्लाको अलिअलि होइन। ल यति भन्दै आजको हाम्रो सानो भिडियो अथवा ब्लग मिनी ब्लग यहीँ खत्तम हुन्छ। बाई बाई गरिदिनु बोजू। बाई।